वास्तवमा चाहिँ यस्तै कारणले गर्दा हो कि सर्वोच्च अदालत जस्तो ठाउँमा आगो लाग्नुको कारण यस्तै कारणले गर्दा हो कि म चाहिँ निकै दिनदेखि चाहिँ यो राजनीति विषयमा चाहिँ भिडियो नबनाऊ भनेर सोचिरहेको छु है। किनभने जो के बोल्नु जस्तो लाग्छ यस्तै कारणले गर्दा चाहिँ बोल्न मन लागिहाल्छ कि अहिलेको सर्वोच्च अदालतको प्रधान न्यायाधीश एमालेको कोटाबाट समानुपातिक सांसद, त्यसपछि प्रधान न्यायाधीश, अनि यस्ता मान्छेले फैसला गर्ने कस्तो पक्षलाई कस्तोले फैसला गर्छ भन्ने कुरो त्यो त सामान्य मान्छेले पनि ज्ञान भएको मान्छे हो नि यार। म विगत पहिलेदेखिमा भनिरहेको छु कि सोचिरहेको छु कि मैले पक्कै पनि यसलाई चाहिँ छोड्छ कि केपी पनि छोड्छ, यो दीपक खड्का पनि छोड्छ होइन, यो लेखक सेखक भन्ने पनि छोड्छ भन्ने कुरा 100% थाहा थियो कि मैले प्रत्येक पोस्ट मैले कमेन्ट पनि गरेर आउँछु त्यही विषयमा। आज बिहान पनि उसको पेशी छ भन्ने दीपक खड्काको आज पेशी छ भन्ने चाहिँ न्युज हेरेर थिएँ, मैले कमेन्ट गरिरहेको थिएँ 100% आज छुट्छ यो। किनभने यस्तै मान्छे छुटाउनको लागि नै एमाले त्यहाँ प्रधान न्यायाधीशलाई त्यहाँ राखेको छ, सपना प्रधान मल्ल भन्ने के समथिङ, त्यो मान्छेलाई एमालेकै मान्छे हो क्या। यस्तै दिनमा यस्ता काम लाग्छ भनेर नै यस्ता न्यायाधीशले प्रधान न्यायाधीश बनाउने कारण नै यही भएर हो। हुन त अब अन्यथा नलागोस् होइन, अदालत जस्तो चिजमा जुन आगो लगानी भदौ 23 र 24 जुन विध्वंस भयो 24मा, यस्तै न्यायाधीश यस्ता प्रधान न्यायाधीशले गर्दा हो कि सर्वोच्च जस्तो ठाउँमा आग लागि हुनु भनेको, आगो लाउनु भनेको यस्तै कारणले गर्दा हो कि। ओके, थ्याङ्क यू, नमस्कार।